श्री सद्गुरुदेव महाराज की जय, राधा कृष्ण भगवान की जय, भागवत भगवान की जय। सबैलाई जय श्री सदान। म यहाँहरूलाई श्रीमद् भागवत गीताको 15 अध्यायको 6 श्लोक सुनाउन गइरहेको छु। श्लोक यस प्रकार छ। न तद्भाष्यते सूर्यो न शशङ्को न पावक यद्गत्वा न निर्वर्तते तद्धाम परम मम। त भगवान श्रीकृष्ण सम्झाउनुहुन्छ, त्यो मेरो परमधाम न सूर्यद्वारा न चन्द्रमाद्वारा न अग्नि वा विद्युत नै प्रकाशित हुन्छ। जो त्यहाँ पुग्दछ तिनीहरू फेरि कहिले यस पृथ्वीमा फर्केर आउँदैनन् भनेर यसरी भगवान कृष्णले सम्झाउनु भयो। त जो व्यक्ति भगवानको धाममा, परमधाममा अर्थात् दिव्य धाममा पुग्दछ फेरि यो पृथ्वीमा फर्केर आउनु पर्दैन भन्नुको अर्थ फेरि पनि यो जन्म मरणको कष्ट भोग्नु पर्दैन भन्ने बुझाउँदछ। र यसको तात्पर्य पनि म यहाँहरूलाई सुनाउने कोसिस गर्नेछु। त तात्पर्य पनि यस प्रकार छ। यहाँ आध्यात्मिक जगत वा भगवान श्रीकृष्णको धामको वर्णन गरिएको छ, जसलाई कृष्णलोक तथा गौलोक वृन्दावन पनि भनिन्छ। चिन्मय आध्यात्मिक जगतमा न त सूर्यको प्रकाशको आवश्यकता पर्दछ, न चन्द्रमाको प्रकाश, आगो र विद्युतको आवश्यकता पनि त्यहाँ हुँदैन, किनभने त्यहाँका सम्पूर्ण लोकहरू स्वयं प्रकाशित छन्। यस ब्रह्माण्डमा एउटा मात्र सूर्यलोक त्यस्तो छ जो स्वयं प्रकाशित छ, तर आध्यात्मिक आकाशमा सबै लोकहरू स्वयं प्रकाशित छन्। वैकुण्ठ नामले चिनिने ती सबै लोकहरूको जाज्वल्यमान तेजले प्रकाशवान आकाशको निर्माण भएको छ, जो ब्रह्मज्योतिका नामले चिनिन्छन्। त वास्तवमा यो तेज कृष्णलोक वा गौलोक वृन्दावनबाट उत्पन्न भइरहेको हुन्छ। यो तेजको एक भाग मतत्त अर्थात् भौतिक जगतबाट ढाकिएको छ। यसमा अतिरिक्त ज्योतिर्मय आकाशको अधिकांश भाग आध्यात्मिक लोकहरूले भरिएको छ, जसलाई वैकुण्ठ भनिन्छ। र तिनमा पनि गौलोक वृन्दावन सबैभन्दा मुख्य हो। यो अन्धकारमय भौतिक जगतमा रहँदासम्म जीवात्मा बद्ध अवस्थामा हुन्छ, तर यो भौतिक जगत रूपी प्रतिबिम्ब झुटो वृक्षलाई काटेर चिन्मय आकाशमा पुग्ने बित्तिकै ऊ मुक्त हुन्छ। त्यसपछि उसलाई यहाँ फर्कनु पर्दैन। त यो बद्ध जीवनमा रहँदासम्म उसले आफूलाई भौतिक जगतको स्वामी ठानेको हुन्छ, तर मुक्त अवस्थामा पुग्न साथ ऊ आध्यात्मिक जगतमा प्रवेश गर्दछ र परमेश्वरको पार्षद बनेर बस्दछ। त त्यहाँ उसले सच्चिदानन्दमय जीवनको उपभोग गर्दछ। यस सूचनाबाट मानिस आकर्षित हुनुपर्दछ। उसले त्यही शाश्वत जगतमा आफूलाई पुर्याउने अभिलाष राख्नु पर्दछ र सत्यको यो झुटो प्रतिबिम्बबाट आफूलाई अलग राख्नु पर्दछ। यस भौतिक संसारप्रति अत्यन्त आसक्त हुनेहरूका लागि यो आसक्तिलाई काट्न अत्यन्त कठिन हुन्छ, तर यदि कुनै मानिस कृष्ण भावना भावित भएमा बिस्तारै यसबाट अनासक्त हुने अवसर उसले पाउँदछ। त मानिसले आफूलाई कृष्ण भावना भावित भक्तहरूको सङ्गतमा राख्नु पर्दछ। यसको मतलब सत्यको सङ्ग गर्नु पर्दछ जसले पनि भन्ने कुराहरू बुझाएको छ। त उसले श्रीकृष्ण भावनाप्रति समर्पित भएको समाज खोज्नु पर्दछ। त उसले सत्यको सङ्ग खोज्नु पर्दछ भन्ने कुराहरू यसले बुझाउँदछ। खोज्नु पर्दछ जहाँ भक्तिको विधान सिक्न पाइयोस्। त त्यो त सत्सङ्गबाटै नि हामीलाई मिल्दछ, सन्त महात्माबाट नि हामीलाई मिल्दछ भक्तिको विधान त, ज्ञान त। त यसरी उसले यस संसारप्रतिको आसक्तिलाई काट्न सक्दछ। त गेरु वस्त्र धारण गरेर मात्र भौतिक जगतको आकर्षणबाट विरक्त हुनु सक्दैनन्। यसका लागि भागवत भक्ति प्रति आसक्ति हुनुपर्दछ। अत मानिसले गीताको 12औं अध्यायमा वर्णन गरिएको भक्ति योगलाई गम्भीरतापूर्वक ग्रहण गर्नुपर्दछ। यही नै
कल्याणको एकमात्र उपाय हो र यसैका सहायताले सही वृक्षको छाया स्वरूप यो संसार रूपी वृक्षबाट मुक्त हुन सकिन्छ। अन्य सबै प्रकारका विधिहरू भौतिक प्रकृतिद्वारा दूषित भएको कुरा यहाँ वर्णन गरिएको छ र भनिएको छ केवल भक्ति मात्र पूर्णतया शुद्ध र दिव्य छ। त यहाँ प्रयोग भएको परम मम, यही दुई शब्द अत्यन्त महत्त्वपूर्ण छन्। वास्तवमा संसारको प्रत्येक कुना काप्चा भगवानको सम्पत्ति भए पनि आध्यात्मिक जगत परमेश्वर र ऐश्वर्यवान पूर्ण छ। कठोपनिषद 2:2-15 पनि यसैको पुष्टि गर्दै भनिएको छ, चिन्मय जगतमा सूर्यको प्रकाश, चन्द्रमाको प्रकाश या तारागणको प्रकाशको आवश्यकता पर्दैन, किनभने त्यहाँको सम्पूर्ण चिन्मय आकाश भगवानको आन्तरिक शक्तिद्वारा प्रकाशित छ। न तत्र सूर्यो भाति न चन्द्र तारकाम। त्यस परमधाममा केवल शरणगतिबाट मात्र पुग्न सकिन्छ। शरणगतिबाट मात्र पुग्न सकिन्छ भन्नुको अर्थ सन्तको शरणगत अर्थात् सद्गुरुको शरणगत हामी हुनै पर्दछ, पुग्न सकिन्छ। अरू कुनै पनि साधनद्वारा त्यहाँ पुग्न सकिँदैन भनेर यसरी वेदशास्त्रले पनि हामीलाई सम्झाएको छ कि सन्तको शरण लिनै पर्दछ, हामी शरणगति हुनै पर्दछ, सद्गुरुको शरणगत हुनै पर्दछ हामी त्यो परमधाममा पुग्नको लागि भनेर यसरी चाहिँ हामीलाई धर्मशास्त्रले पनि सङ्केत दिएको छ। र साँच्चै नै यहाँनिर श्लोकले हामीलाई राम्रोसँगले सम्झाएको छ। न तद भाष्यते सूर्यो न शशङ्को न पावक यद्गत न निर्वर्तते तद्धाम परम मम। त त्यो मेरो भगवान भन्दै हुनुहुन्छ, त त्यो मेरो परमधाम न सूर्यद्वारा न चन्द्रमा द्वारा न अग्नि वा विद्युत नै प्रकाशित हुन्छ। जो त्यहाँ पुग्दछ तिनीहरू फेरि कहिले यस पृथ्वीमा फर्केर आउँदैनन् भनेर यसरी चाहिँ भगवान कृष्णले सुन्दर ढङ्गले एकदम बुझ्ने गरी सम्झाउनु भएको छ। त अब त्यो परमधाममा, त्यो दिव्य धाममा, त्यो परमात्माको राज्यमा पुग्नको लागि हामीलाई सद्गुरुको सहारा चाहिन्छ, किनकि अघि नै यहाँनिर शास्त्रले गीताले बताएको छ कि हामी त्यो ठाउँमा पुग्नको लागि हामी सन्तको शरण लिनै पर्दछ भनेर। र हामी भगवानको धाममा पुग्नको लागि र फेरि जन्म मरणको कष्टबाट मुक्त हुनको लागि हामीलाई सद्गुरुको सहारा चाहिन्छ, सन्तको सहारा चाहिन्छ। जसरी 3 तला माथि ट्याङ्कीमा पानी पुर्याउनको लागि मोटरको सहारा चाहिन्छ, ठिक त्यस्तै भगवानको धाममा पुग्नको लागि सद्गुरु भगवानको सहारा चाहिन्छ, सन्त महात्माको सहारा चाहिन्छ। र भनेको छ नि, यो पवित्र पावन आत्मा एकैचोटि परमात्माको धाममा पुग्न सक्दैन, बीचमा महात्माको आवश्यक पर्दछ। त्यसैले भनेको छ आत्मा, यो पवित्र आत्मा, महात्मा अनि मात्रै परमात्मा। र सज्जनवृन्द, मैले हजुरहरूलाई 15 अध्यायको 6 श्लोक पनि मैले यसको सबै मैले व्याख्या गरेँ हजुरमा। र यसलाई बुझेर तपाईँ हामी सन्तको शरणमा जाउँ, सद्गुरुको शरणमा जाउँ र त्यो परमधाम उनी परमपिता परमात्माको दिव्य धामलाई प्राप्त गरौँ। र म अहिलेसम्म यो श्रीमद् भागवतको 1देखिको 16 अध्यायमा म प्रवेश भइसकेको छु। र यस बिचबाट फेरि पनि मैले अमूल्य अर्थात् महत्त्वपूर्ण विषयहरू मैले भेटाएँ भने तपाईँहरूको माझ ल्याउने छु। र सबैलाई जय श्री सदानन्द, यहाँहरूको दिन शुभ रहोस्। धन्यवाद।